हेलो हेलो हेलो। आज चाहिँ म मेरो फेसबुकको साथीहरूलाई लिजा हिलको दर्शन गराउँदैछु। लिजा हिल चाहिँ चुङथुङ चिया कमानको नजिकमा पर्छ र हाम्रो छोटापुङदेखि तकरिबन यस्तै 19-20 किलोमिटर जस्तो दूरीमा छ। र यहाँ चाहिँ हाम्रो मेरो एकदमै घनिष्ठ साथी नरेनको आफन्तको एउटा क्रियामा जाने एउटा काम थियो र म पूर्णदेव दाजु कुशल र नरेन भएर चाहिँ छोटापुङबाट पुगौँ फाटक घुम भन्ज्याङ नजिक तल चेकपोस्टबाट चट्टै उता मारुबुङ जाने बाटोपट्टिबाट पुग्यौँ। र यहाँ पुगिसकेपछि चाहिँ लिजे हिलमा हामी क्रियाको काममा यसो भेटघाट गरेर यहाँ सोनाम साङपाङज्यू उहाँको नर्सरी, उहाँको नाम चाहिँ सोनाम, एउटा बुद्धिस्टबाट नाम राख्नुभएको रहेछ। खासैमा उहाँ चाहिँ साङपाङ राई हुनुहुँदैछ र उहाँको एउटा साङपाङ नर्सरी हाउस रहेछ। र उहाँ त्यो नर्सरी हाउसमा चाहिँ हामीलाई पनि यसो हेर्नु मन लागेर यसो पसेपछि उहाँको चाहिँ यो नर्सरीमा एकदमै राम्रो राम्रो प्लान्टहरू देखेर चाहिँ यो भिडियो बनाउनु मन लागेर चाहिँ मैले भिडियो बनाएर तपाईँहरूसँग सेयर गर्दैछु। र यी उहाँहरूको नर्सरी जस्तो छ, मान्छे पनि त्यतिकै राम्रो। र उहाँ गएर चाहिँ एकजना हाम्रो सोनाम भाइ साङपाङ र कविन राई भाइसँग चाहिँ भेट भएर चाहिँ उहाँहरूसँग चाहिँ यो नर्सरीहरू यसो हेर्ने काम भयो। उहाँहरूले एउटा रिमेम्बर एउटा चिन्हको रूपमा 2-3वटा प्लानहरू पनि दिएको छ र उहाँहरूलाई धेरै धेरै धन्यवाद। तर उहाँहरूले जुन किसिमले यसरी नर्सरी एउटा व्यावसायिक रूपले है यसरी बनाउनु भएको रहेछ, एकदमै म चाहिँ प्रभाव भएर चाहिँ मैले पनि यो फेसबुकमा मेरो साथीहरूलाई सेयर गरेछु है। कसैले पनि है प्लानको रहर गर्नेहरू, प्लान एकदमै मन पराउनेहरूले चाहिँ उहाँहरूसँग सोझै सम्पर्क गरेर है प्लानहरू राख्न सक्नुहुन्छ। र प्लानहरूको बारेमा उहाँहरूलाई पुरा नलेज छ। यसलाई कस्तो प्रकार राख्नुपर्छ, कुन चाहिँ क्लाइमेट राख्नुपर्छ, यसमा कुन चाहिँ मलहरू हाल्नुपर्छ, यो सबै उहाँहरूसँग चाहिँ धेरै जानकारी भएकोले गर्दा चाहिँ मैले चाहिँ यो यस्तो राम्रो कुरोहरू चाहिँ है अब सेयर गर्दा चाहिँ हाम्रो मान्छेहरूलाई चाहिँ धेरैभन्दा धेरै बेनिफिट होस्। यस्तो किसिमले हामीले व्यावसायिक रूपमा काम गर्न सक्यौँ भने चाहिँ कुनै पनि हाम्रो जीवन स्तरलाई चाहिँ माथिल्लो स्तरमा लान सक्छौँ भन्ने उद्देश्यले चाहिँ मैले तपाईँहरूको समक्षमा भिडियो सेयर गर्दैछु। यसो हेर्नुहोस् है, अरूलाई पनि सेयर गरिदिनुहोस्।